Yup, what is up YouTube? Welcome back to my YouTube channel. After 3 months and come back होइन म चाहिँ आफ्नो पर्सनल कामले गर्दा चाहिँ अगाडि बिजी थिएँ भिडियोहरू बनाउन पाएन आजबाट चाहिँ म भिडियो बनाउँछु आज चाहिँ मेरो वर्कआउट स्कुल रहेको छ पुस्टे मैले चाहिँ होइन स्टार्टिङमा चाहिँ जहिले पनि इक्लाइन बारबेल प्रेसबाट स्टार्ट हान्छु जुन कि मेरो 3 सेट हुन्छ होइन स्टार्टिङ मेरो फर्स्ट भेरिएसन इक्लाइन बारबेल प्रेस आफ्टर द्याट फ्ल्याट अनि लास्टमा चाहिँ मैले डिक्लाइन मेसिन प्रेस हान्छु अनि त्यसपछि ट्राइसेप स्टार्ट हान्छु यो चाहिँ मेरो फर्स्ट सेट होइन मेरो फर्स्ट भेरिएसन हो इक्लाइन बारबेल प्रेस जुन कि मेरो अप्पर चेस्टको लागि मैले जहिले पनि स्टार्टिङमा एम्टी बारबेल वार्म हान्छु त्यसपछि 20 केजीबाट स्टार्ट हान्छु मेरो फर्स्ट सेट यो चाहिँ जस्ट 2 मिनट रिपिटेसन मात्रै यो चाहिँ मेरो फर्स्ट सेट जुन कि साइडमा 20 केजी छ टोटल 40 प्लस दिस बारबेल 60 केजी यो चाहिँ मैले 2 मिनट रिपिटेसन हाने होइन म चाहिँ होइन 7 सेट हान्नु गएको छु जुन कि मैले एक्स्ट्रा 5 केजीको प्लेट एड गरेको छु टोटल साइडमा 25 यता 25 किलोको वेट छ होइन यो चाहिँ मैले धेरै हान्दिनँ 10 रिपिटेसन मात्रै हान्छु वाउ मैले 10 रिपिटेसन हाने सेकेन्ड सेट यो चाहिँ मेरो लास्ट सेट हो होइन जुन कि साइडमा 30 किलोको वेट छ यो चाहिँ मैले अन्टिल फेयरसम्म होइन जति रिपिटेसन हान्न सक्छु त्यति हान्ने 2 रिपिटेसन हाने नि इनफ हो 3 हाने नि 4 हाने नि होइन जति सक्छु त्यतिसम्म हान्ने अन्टिल फेयरसम्म यो चाहिँ लास्ट सेट हो नि त Fuck. यो चाहिँ मैले 5 रिपिटेसन हाने यो चाहिँ मेरो सेकेन्ड भेरिएसन है यो मिडल चेस्टको लागि फ्ल्याट बारबेल प्रेस यो नि मैले सेम रेपिटेसन हो 12 10 8 कस्तो लाइट लगाइदियो क्या म चाहिँ सेम सेट हाल्नु गरेको थिएँ होइन अलरेडी साइडमा 5 किलोको वेट एक्स्ट्रा एड गरिसक्यो टोटल साइडमा छ 25 यो चाहिँ मैले 10 रिपिटेसन हान्छु होइन 8 to 10 रिपिटेसन लेट्स सी कति हान्न सकिन्छ Two more. Fuck. Yep. Finally. Well, 10 रिपिटेसन हाने 10 रिपिटेसन हाने भनेपछि लास्ट सेट मैले यसै वेट बनाएको थिएँ 25बाट वेट बनाउँदैन
लाइक सपोर्टमा हानेको चाहिँ मैले लाइक साइडमा 30 हान्थ्यो होला किन यहाँ सपोर्टर कोही छैन नि त त्यही भएर 25 हान्छु म यो चाहिँ मेरो लास्ट सेट सेम वेट रेपिटेसन चाहिँ 6 to 8 हुन्छ होइन Five, 3 more. Fuck. यो चाहिँ मेरो चेस्टको लास्ट भेरिएसन होइन दुईवटा भेरिएसन हालिसक्यो म चाहिँ चेस्टको दिन चाहिँ जम्मा 3टा मात्रै हाल्छु यो चाहिँ लोवर चेस्टको लागि डिक्लाइन मेसिन 30 वटा स्टार्ट हान्छु 30, 40, 50 किलोको वेटबाट कस्तो लाइट लागिदिएको यार म चाहिँ यो चाहिँ होइन सिङ्गल मात्रै हान्छु कि डबल नि हान्न मिल्छ तर मलाई चाहिँ सिङ्गल अलिक इफेक्टिभ लाग्छ होइन फर्स्ट सेट सक्यो होइन जुन कि मैले फर्स्ट सेटमा 30 किलोको वेटबाट स्टार्ट हानेँ सेकेन्ड सेटमा 10 kg एड हान्छु लास्ट सेटमा 10 kg एड हान्छु यो चाहिँ मेरो लास्ट भेरिएसन हो म चाहिँ सेकेन्ड सेट हान्न गइरहेको छु होइन फर्स्ट सेट चाहिँ मैले अलरेडी 30 किलोको वेटबाट सिङ्गल हानेँ यो चाहिँ सेकेन्ड सेट हो मेरो सेकेन्ड सेटमा मैले 10 kg एक्स्ट्रा वेट एड गरेँ होइन ओए कस्तो लाइट लगाइदिएको क्या 4, 5, 6 यो चाहिँ मेरो लास्ट सेट है जुन कि मैले अलरेडी 8 एक्स्ट्रा 10 kg वेट एड गरेँ होइन सुरुमा 30 हान्थ्यो भने यहाँसम्म हान्थ्यो भने सेकेन्डमा 40 लास्टमा 50 1 2 3 4 5 वटा होइन यो चाहिँ लास्ट सेट हो Three more. 2 more. One more. Fuck. अब चाहिँ यता लेफ्ट साइडको होइन चेस्टमा राइट साइडको चेस्टमा हानिसक्यो म चाहिँ होइन यो डबल हान्नुभन्दा नि सिङ्गल हान्नु चाहिँ एकदम बवाल पर्छ कि लोड चेस्टको लागि त्यही भएर चाहिँ म चाहिँ सिङ्गलै प्रिफर गर्छु 1 2 3 4 5 5 हो Three more. 2 more. Last one. Fuck. Damn. Finally chest गर्न सक्यो हैन 3टा भेरिएसन
चेस्टको वर्कआउट सक्यो होइन। यो चाहिँ अब ट्राइसेपको लङहरूको लागि स्कुल प्रो छ जुन कि मैले सेम 3 सेट हान्छु। म चाहिँ लास्ट सेट हान्नु गरेको छैन, जुन कि मैले 2-4 सेट चाहिँ 7.5 किलोको वेटबाट स्टार्ट हान्छु होइन। फर्स्ट र सेकेन्ड सेट, लास्ट सेटमा चाहिँ 10 केजीको टेटेड साइडमा 10 किलो हान्छु होइन। Last one more. Damn. Damn. फाइनली ट्राइसेप पनि 2टा सेट सक्यो होइन। फर्स्ट सेट चाहिँ मैले बारबाट हाने लङहरूको लागि, त्यसपछि मैले यो 2 बार पुस्टाउन हाने होइन। मेरो यो ल्याटर हेड प्लस यो सर्ट हेड 2टा पर्छ, यति हाने चाहिँ इनफ हुन्छ ट्राइसेपको लागि। अब लास्ट भेरिएसन बाँकी छ एउटा सोल्डरको, एक सेट मात्रै हाने सोल्डरको, जुन कि मैले ल्याटर रेस मिरर डेडको लागि सोल्डरको। त्यसपछि मेरो आजको वर्कआउट सकिन्छ होइन। स्टार्टिङ चाहिँ मैले चेस्टबाट स्टार्ट हाने, जुन कि 3टा सेट, ट्राइसेपको 2टा सेट 5वटा भयो, लास्टमा एउटा सोल्डरको, टोटल 6वटा हाने चाहिँ इनफ हुन्छ। म चाहिँ अब होइन सोल्डरको यो मिरर डेडको लागि ल्याटर चेस्ट हानु गरेको छु, जुन कि मैले स्टार्टिङबाट 2.5 केजीको वेटबाट स्टार्ट हान्छु होइन, डम्बलबाट, जुन कि मैले 3 सेट हान्छु। यो पनि एज यु क्यान सी होइन, मैले अलरेडी 2.5 केजीको डम्बल लिगिसकेँ होइन। यसबाट चाहिँ मैले यो मिडल डेडको लागि ल्याटर हेर्छ होइन, जुन कि मैले यो 15 रेपिटेसन हान्छु। फर्स्ट सेट 2.5 केजीको डम्बलबाट 15 रेपिटेसन हाने, सेकेन्ड सेट सेम वेटबाट 13 रेपिटेसन हान्छु। जस्ट होइन, हाम्रो चाहिँ यो लाइक जब ल्याटर रेस हानिन्छ नि त, मान्छेहरूले कस्तो गर्छ भन्दाखेरि लाइक पुरै बडी मुभमेन्ट गर्छ नि, यस्तो गर्छ नि त, त्यस्तो चाहिँ गर्नु हुन्न होइन। त्यस्तो गऱ्यो भने चाहिँ यो सोल्डरलाई त्यस्तो पर्दैन, त्यही भएर जस्ट बडीलाई स्टेबल होइन राखेर हल्लिन नदिने क्या, लाइक अन्ली सोल्डर मात्रै मुभ गर्ने, लाइक यस्तरी 1 2 यस्तरी जे हाने पनि कि लाइक बाइसेपको बारबेल कल हाल्यो भने यत्तिकै यो एल्बो बाइक केही हलाउने होइन कि, मान्छेले यस्तो गर्छ नि त, त्यस्तो गऱ्यो भने राम्रोसँग पर्दैन, पर्नु पर्छ होइन, नपर्ने होइन। त्यहाँदेखि जति हामीले इफोर्ट लगाएको हुन्छ नि त उसको लागि त्यत्रो हेभी वेट हान्दाखेरि त्यत्रो इफोर्ट वेट तान्छ क्या, त्यही भएर चाहिँ बरु हान्ने, तर आफूले जति सक्दो वेट हान्ने होइन, इगो लिफ्टिङ चाहिँ कहिले पनि हान्ने क्या, जति सक्छ त्यति पुरै, तर करेक्ट फर्ममा हान्ने। म चाहिँ त्यो सजेसन गर्छु होइन, लाइक यस्तरी हान्छ नि त मान्छेहरूले, लाइक यस्तरी सोल्डर हान्दैन, यस्तरी हान्नु चाहिँ पर्दैन क्या, त्यही भएर चाहिँ गुड फर्ममा हान्नुपर्छ। मैले चाहिँ यो मिडल डेडको लागि चाहिँ 2 सेट हानिसक्यो 2.5 केजीको डम्बलबाट, लास्ट सेट बाँकी छ, जुन कि लास्ट सेटमा चाहिँ मैले 12 रेपिटेसन हान्छु, जुन कि 15 केजीको डम्बलबाट हान्छु। 12 रेपिटेसन त्यति हाने चाहिँ आजको वर्कआउट चाहिँ इनफ हुन्छ होइन। मेरो लाइक कति घन्टामा सक्यो, कति बज्यो अहिले टाइम, अलमोस्ट मेरो 50 मिनट भइसक्यो होइन म आएको होइन। मैले चाहिँ 1 घन्टा 15 मिनटमा चाहिँ टोटल वर्कआउटहरू सघाउँछु। मेरो म्याक्सिमम टाइम भनेको चाहिँ
डेढ घन्टा हुन्छ क्या, डेढ घन्टा होइन म्याक्सिमम्, मिनिमम चाहिँ मेरो 45 मिनट्स टु 1 आवर्स यति हुन्छ होइन। आज चाहिँ मैले 1 घन्टा 15 मिनटमा सकाइदिन्छु। म्याक्सिमम् गयो भने चाहिँ मेरो चाहिँ म्याक्सिमम् चाहिँ कुन दिन डेढ घन्टा जति हुन्छ भन्दाखेरि लेगको दिन चाहिँ हल्का टाइम लाग्छ कि बढी होइन, त्यही हो। नै भने चेस्ट र यो ब्याकको दिन चाहिँ नर्मली त्यही 45 मिनटदेखि 1 घन्टामै सकिन्छ, त्यही हो। अब चाहिँ म चाहिँ के सोचिरहेको छु भन्दाखेरि चाहिँ होइन, अबको 3 to 6 मन्थ चाहिँ नो चिट, ओन्ली कन्सिस्टेन्सी, डिसिप्लिन होइन गर्ने, फुल डाइटमा बस्ने सोचिरहेको छु। पुरै यार फ्याट स्याट यस्तो गेन भइसक्यो चाहिँ यार, 6 प्याक थियो होइन, पुरै यो तलको 2 प्याक्स हराइसक्यो, 4 प्याक्स चाहिँ छ, भिजिबल हुन्छ होइन, त्यस्तो सार्पनेस चाहिँ छैन, जस्ट एफसी देखिन्छ। अन्डर 14% बडी फ्याट पर्सेन्टेज छ भनौँ न, पहिला 10%मा झारेको थिएँ, 14% भइसक्यो बडी फ्याट पर्सेन्टेज। एज यु क्यान सी गाइस, मैले 15 केजीको डम्बल लिइसकेँ अलरेडी। यसबाट चाहिँ मैले 2 किलोमिटर्स जान्छु। बवाल पर्दिरहेको यार, फाइनली आज वर्कआउट सक्यो होइन। आज चाहिँ मेरो पुस्ट डे थियो। मैले धेरै भएन, यो 1 हप्ता भयो होला सायद, 1 2 हप्ता जति भयो होला होइन। यो पुस पुल लेग स्टार्ट हानेको, त्योभन्दा पहिला चाहिँ मैले लाइक ब्याक बाइसेप, चेस्ट ट्राइसेप, लेग सोल्डर जस्तो हान्थेँ। अहिले चाहिँ धेरै भएन, 1 2 हप्ता भयो चेस्ट पुस पुल लेग स्टार्ट गरेको। आज सन्डे भयो नि त, सन्डेको दिन चाहिँ आज पुस डे भयो। आफ्टर लङ टाइमपछि मैले चाहिँ आजदेखि भिडियो स्टार्ट गरेको छु होइन, जुन कि 3 मन्थ्स ग्याप भयो, जुन मेरो पर्सनल काम प्लस जिम नि म त्यस्तो थिएन क्या, कन्टिन्यू थिएन होइन, लाइक कन्सिस्टेन्सी थिएन भनौँ न केमा पनि, लाइक न डाइटमा थियो न जिममा थियो। लाइक जिम आइन्थ्यो, हप्तामा 2 3 चोटि आइन्थ्यो, त्यहाँदेखि फेरि 1 हप्ता नआइन्थ्यो नि, त्यस्तो टाइपको थियो कि यो 3 महिना चाहिँ मेरो प्लान चाहिँ लिङ बल्किङ हान्ने सोचिरहेको थियो। के गर्नु यार, त्यस्तै भयो होइन। अबको चाहिँ 3 to 6 मन्थ म भिडियोहरू बनाउँछु, हप्तामा 1 चोटि भयो नि, 2 हप्तामा 1 चोटि अपलोड गर्नेछु सकेसम्म। त्यही गाइस, आजबाट बवाल इनर्जी आइरहेको छ होइन, मोटिभेट फिल भइरहेको छ आफूले आफूलाई। फाइनली आज पुस्ट चाहिँ हानेर सक्यो होइन। स्टार्टिङ चाहिँ मैले यो इक्लाइन चेस्टको लागि होइन, यो अप्पर चेस्टको लागि इक्लाइन बारबेल प्रेस मलाई चाहिँ फेभरेट लाग्छ कि बारबेल चाहिँ डम्बल भन्दा। मैले चाहिँ कटिङमा चाहिँ डम्बलबाट हान्छु भने बल्किङमा चाहिँ जहिले पनि बारबेलबाट इफेक्टिभ लाग्छ होइन। यो अप्पर चेस्टको लागि चाहिँ इक्लाइन बारबेल प्रेस 3टा सेट, त्यसपछि 7 भेरिएसन भनेको फ्ल्याट बारबेल प्रेस, सेम वेट सेम रेपिटेसन, लास्टमा डिक्लाइन मेसिन प्रेस यो लोवर चेस्टको लागि 3टा भेरिएसन हाने नि त मैले, 3टा भेरिएसन अप्पर मिडल लोवर चेस्टको लागि इनफ होइन। त्यसपछि ट्राइसेपको 2टा हाने मैले, स्क्रू क्रचर र पिटिएफ बार यो पुश डाउन होइन, जुन कि मेरो यो लङ हेड प्लस यो रेड हेड अनि अर्को यो सर्ट हेडको लागि पुरै पर्छ होइन। ट्राइसेपको लागि भयो, त्यसपछि अनि यो मिडल डेडको लागि ल्याटर रेज हाने। टोटल 3टा 2टा एउटा 6वटा भेरिएसन हाने। यति हानेपछि इनफ हुन्छ, 1 घन्टामा सक्यो आज वर्कआउट चाहिँ। आम चाहिँ अझै ग्रो गर्नु छ, डेभलप भन्नु हो।
फाइनली आजको पुस्ट नि सकियो। आज सन्डे मार्च 8। लेट्स सी अब 3 to 6 मन्थ पछि मेरो बडीमा कतिको चेन्जिङ देखिन्छ होइन। जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई सेप्टेम्बर अक्टोबरतिर हेरौँ कतिको चेन्जिङ आउँछ होइन 6 महिनामा। अब आजबाट चाहिँ म होइन फुल डाइटमा, नो चिट नथिङ, केही पनि खानु म बाहिरको जतिसम्म खानु थियो होइन यो विन्टरभरि खाइयो होइन। त्यही हो, अब आजबाट चाहिँ प्रोपर डाइटमा हो। आज आज कति सन्डे होइन, सन्डे मन्डे ट्युसडेसम्म चाहिँ मैले मेन्टेनेन्स क्यालोरिज कन्ज्युम गर्छु। त्यसपछि चाहिँ वेडनेसडेबाट लिन बल्किङ स्टार्टिङ 200 क्यालोरिजको सरप्लसमा लिन बल्किङ। त्यसपछि अन्टिल नो कट। अबको वेडनेसडेबाट चाहिँ कन्टिन्यू लिन बल्किङ 2-3 वर्ष भनौँ न। अब धेरै कट हान्ने हो क्या, धेरै कट हान्ने होइन। त्यही हो, अब मलाई मसल गेन गर्नु छ होइन, मेरो बडीमा केही चेन्जिङ लिएर आउनु छ अब होइन। अहिले चाहिँ म मेन फोकस चाहिँ म केमा गरिरहेको छु भन्दाखेरि अप्पर बडीमै फोकस गरिरहेको छु कि लोवर बडी चाहिँ मेरो अलमोस्ट छ भनौँ न होइन। त्यही हो, आजलाई यति नै। अब भोलि मन्डे भनेपछि भोलि आज पुस्डे, भोलि पुल डे हुन्छ। भोलि नि म सकेसम्म भिडियो बनाउनु ट्राई गर्नेछु होइन। अब चाहिँ म भिडियो चाहिँ कन्टिन्यू होइन 1 हप्तामा या 2 हप्तामा चाहिँ एउटा भिडियो कन्टिन्यू लिएर आउनु ट्राई गर्नेछु। किनकि यो 3 महिना चाहिँ म पुरै गायब भयो नि त होइन। किनकि म जिम पनि राम्रोसँग आउन पाएन होइन। त्यही हो, म जिम नै राम्रोसँग रेगुलर भएन भनौँ न, कहिले आउने कहिले नआउने, डाइट नै त्यस्तो फलो भएन। जिम आयो पो होइन, डाइटमा बस्नु मन लाग्छ, जिमै आएको छैन अनि कहाँ प्रोपर डाइटमा बस्नु मन लाग्छ त नि। त्यस्तै भयो, जे होस् अब जे हुनु त्यो भइसक्यो। अबको अपकमिङ 3 months to 6 months चाहिँ बवाल चेन्जिङ लिएर आउँछु, ट्रान्सफर्मेसन होइन। त्यही हो गाइस, आजलाई यति नै। यदि तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला। यति भन्दै अर्को नेक्स्ट भिडियो भेटौँला। बाई, सी यु एनदर भिडियो।